आफ्नो त्यो जुन फर्स्ट टिम पनि खेलाएको छैन इनफ्याक्ट त्यहाँ त अलिकति दबाब बनाउन सक्नुपर्छ लगातार त्यो दोस्रो सर्भिस रह्यो 2वटा गल्ती अलरेडी भइसक्यो यहाँ पनि गल्तीमाथि गल्ती अहिले भने आरबीको गल्ती हो राजेन्द्र थिए सर्भिसमा जम्प सर्भिस कुन टेक्निक मिस गर्न पुगे बनामिका उनले अब यो सर्भिसमा चाहिँ के हुन्छ भने चाहिँ होइन एक्ज्याक्टली म यो भयो भनेर भन्न पनि सक्दिनँ होइन सर्भिसमा अब यो ठाउँमा त्यो ठाउँमा हान्ने भन्दाखेरि कोही कोही बेलामा बल चुक्न पुगिन्छ अब त्यही त हो नि कहिलेकाहीँ मैले भने नि रोल लास्टमा 1%ले लकले पनि रोल गर्छ अब उहाँले अब सर्भिस राम्रै हान्नु खोज्नु भएको थियो होला ठाउँ हेरेर जम्प सर्भिस तर केही कुराले अब आउट हुनु पुग्यो यहाँ पनि सूर्यबिका उनी पनि आउट भएका छन् लगत्तै सर्भिसहरू त हामीले यति मिस्टेक भइसकेको देखेका छौँ कि दुई टिमबाट नै टिट फर ट्याट भइरहेको छ यहाँ लिनु दिनु यही त हो तपाईँ दिनुहोस् म पनि दिन्छु हिसाब किताब बराबर आउट हान्ने ब्याटल ल चलाइ हेर्नुहोस् ल हेर्नुहोस् विकास गुरुङ पनि हाँस्दैछन् इन्टरनेसनल रेफ्री अहिले त हामीले लगातार 4-5 कतिवटा सर्भिस भयो मैले काउन्ट गर्न बिर्सेँ 5वटा सर्भिस मिस भइसकेको छ कीर्तिपुर आर्मी मिस गरिरहेका छन् यहाँ भने सर्भिसबाट अङ्क प्राप्त भएको छ अहिले भने सर्भिस मिस हुन पुगेन यदि छोड्दै भने सायद हुन सक्थ्यो त्यहाँ केही पक्कै पनि सर्भिस गर्ने प्लेयरलाई चाहिँ अहिले ढुकढुकी त थियो